मेरो यो सोझी बुढीलाई चाहिँ यो गाउँमा सबै जम्मा भएर ऊ भड्काउँदैछ सबै सब भड्काउने मान्छेहरू यहाँ हेर्नु के गर्नु रे त्यसो भन्नुहुन्छ भने तपाईले नकमा त्यसले भात चाहिँ कहाँबाट हो कि हैन हो नि बिगार्ने भनेको त आफ्नै हो क्या आफ्नै दिदी हो फेरि यार आफ्नै दिदीले भाइलाई भात नदे कुखुरा लगाएर हाल्दे भनिरह यार भाउजूले के भन्छ बसिरहेको छ खन्न आउनु पर्यो नि यो तातो घाममा हिरक्क भइसक्यो नि हिरक्क त भाउजू चाहिँ ल हेर्नु मर्ने होला भोक लागिरहेको कसरी भात खाइरहेछ भोलि हाम्रो यहाँ सम्म बिग्रियो छोड्यो भने को जिम्मेवारी यो दुईजना हेर्नु हाम्रो भोलिसम्म त बिग्रियो यहाँ यताउता भयो मेरो छोराछोरीको बिजोग भयो भने दुईजनाले पाल्नुपर्छ थाहा पनि थिएन आएको रहेछ आउँदैन भनेका राति राति भगाउने पनि यिनै हुन् छुट्याउने पनि यिनीहरू नै हुन् यिनीहरू कहीँ हामी नै गर्नुपर्छ ए जानु यसमा भनेको तपाईँ जान्दैन अहिलेसम्म कसले भने भन्नु त त्यसै बन्डी त अहिले त यति बाँकी भएको हाइट बढे होइन हाइटमा पुगिन्छ ए किन जहिले पनि घुस रिसाउँछ भने त यत्रो भड्काउने मान्छेहरू रहेछ नि त यहाँ यार आज बुझेँ मैले बल्ल ए भनेको सिङ्गुर मरेछ बोकेर ल्याएको पो हेर सिधै कुरा यस्तो ठाउँमा खन्नु गएको काकी तपाईँ गएन भने भइहाल्थ्यो सुँगुर मरेर त पम्मा अनि बोकेर ल्याएको अरे म मात्रै खान्छु त खाने बेलामा सबैले खान्छ नदे मलाई त रिस उठ्यो अनि त्यही भएर मलाई रिस उठ्यो तपाईँको पक्ष लागेको है फेरि त्यही यता कुरा नमिलेर मेरो पक्ष लाग्यो नभए त तपाईँ पनि त्यही होइन ठिकै छ चिसो किन्दैन भने त कुरा राख्छ चिसो भने डेढमै किनेर खुवाइन्छ अब यसो गर्छु म 1 लाख ऋण लिएर भए पनि होइन 1 लाख बरु ऋण लिन्छु ऋण लिएर भए पनि चिसो चाहिँ एउटा पोखरीमा जम्मा पारेर पोखरीमा खन्याउँछु अनि पौडी खेल्न लाउँछु तपाईँहरूलाई ल चिसोमा चाहिँ डुबाउँछु म म चाहिँ झन् सबैलाई मिलाउने यार उनीहरू चाहिँ मिलेर मेरो बुढीलाई भड्काउँदो रहेछ यार यस्तो डिभोर्स पो गर्दै अरे लु है भ्याकेन्सी खुल्ला भयो छैन मेरो नाममा त एक जग्गा केही पनि छैन यो घर त उसैको नाममा छ यो घर चाहिँ बरु बाँडौँ न आधी पारौ घर मेरो नाममा त एउटा फुट्या कौडी केही छैन जुन बाटो बासारीमा गएर गाडी चढायो त्यहीबाट गएर गाडी चढ्यो भयो हैन त्यो भन्दिनु न त्यही भन्दिनु त त्यही भएर त यो पुरो फुर्किदिछ अब त्यसले मलाई कतिखेर मेरी आमै घर त यसको नाममा नसक्नु बनाउँछ यसले मलाई माथि के कटा 6 कटा भयो छोड्दिउँ त साँच्ची हो हुन्छ 6 कट्ठा भए पुग्छ माथिको 6 कट्ठा खेत यो घर भए पुग्छ तिमी दिदी र भाउजू कुरा लायो ब्याङ्कमा त उही चिर अन्डा काफ्ले दाई जिन्दाबाद त्यही 50,000 भागमा काफ्ले दाईको 50,000 उता मेरो 50,000 यता सिद्धियो 4 भाइ छोराछोरी पनि छ नि 12.5 कहाँ दिन्छ त लु अब 6 कट्ठा लिएर कागज गराउने मान्छे एकजना खोजेर लिएर आउनु जानु
यसलाई तक्लिएको मन परेछ त्यही भएर डिभोर्स दिन आँट्यो कि क्या नामले बेच्ने अनि हामी त तिनजना किनेर ओ ओ ओ ओ ओ ओ लो हेर उसको चाहिँ सम्पत्ति बेचेर विदेश जाने रे उनीहरूको भएको करोडौँको सम्पत्ति राख्ने रे है ल उनीहरूको चाहिँ हाम्रो नाम छैन रे एक कट्ठा बेच्यो भने 1 करोड आउने खेत छ उनीहरूको चाहिँ होइन बिपी राजमार्गको नाममा छैन रे कति 2 बिघा 3 बिघा छैन रे 7 त्यही पनि विदेश 3 जना विदेश जाने रे त्यही पनि लु हेर त अनि बुढी मान्छे मागेर के भएर बरु मिलेन भने यतिकै दिएन भने एउटा हातै भाँचौँ ल होइन ठिक छ ल सबैजनाले हेरिराख्नु भोलिको दिनमा मेरो सम्बन्ध बिग्रियो मेरा छोराछोरीको बिचल्ली भयो भने चाहिँ उहाँ 2 जना एकजना मेरो जेठी भाउजू एकजना मेरो दिदी जिम्मेवारी हुनुपर्छ सबै उसलाई फकाइ गरेर ट्याक्क डिभोर्स गर्ने कागज बनाउने कुरो भइसकेको रहेछ माथि अब त्यो भागो 6 कट्ठा खेत लिने रे अब 6 कट्ठा खेत पनि दिएँ म गएँ आजबाट जिम्मा लिनु तपाईँको अब यही हो कुरो चाहिँ है तक्लिया सर नपरे क्या यहाँ गाउँमा को छ तक्लिया चाहिँ को 6 कट्ठा सधेर तक्लिया हो लो 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 आमा छोरीको फेरि तक्लियो आमालाई पनि मिल्छ नि छोरी धनी त नि छोरी धनी हुनु भने त आमा धनी हुनु हो नि हो ल भाइ ठिक छ ल ठिक छ त्यो चाहिँ भिडियो हाल्यो नि त मार्दिन्छु त्यसको मात्रै घर छ तिनतले शिखर होटेल छ त्यो के जाति के अरे वाइबाको छ त्यत्रो के होटेल रे सुविधा अनि 5 तले 7 तले त्यसो जाबो 3 तले बरु भन्न म 7 तले मिलाइदिन्छु रे अलिअलि मलाई पनि त्यो भाउजूको डिउ किन्देला नि त 1 बोतल मिलाइदियो भने आज के को सुन्नु पाउने अहिले चाहिँ म त कहाँ अहिले चाहिँ ठिक छ मलाई भोक लाग्यो म भात खान गएँ तपाईँ चाहिँ बरु काम आएर कुरालाई